गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र त्यो जीवन चाहिँ उहाँको पुत्र प्रभु येशू ख्रीष्टमा छ। पहिले योहना 5:11 पदले यो भन्छ, गवाही हाम्रो गवाही चाहिँ के हुनुपर्छ भनेदेखिलाई नि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, एभरलास्टिङ लाइफ दिनुभएको छ। अनि त्यो जीवन चाहिँ कोसँग छ भनेदेखिलाई प्रभु येशू ख्रीष्टसँग छ। यदि प्रभु येशू ख्रीष्टलाई तपाईँ विश्वास गर्नुभएको छ भित्र हृदयबाट भयो भनेदेखिलाई अवश्य पनि त्यो जीवन प्रभु येशू ख्रीष्टमा तपाईँले पाउनुहुनेछ। त्यसकारणले परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ। त्यसको सट्टामा परमेश्वरले आफ्नो पुत्र प्रभु येशू ख्रीष्ट स्वयं मानव रूपी धारण गरी यो संसारमा आउनु भएको छ। त्यसकारणले गर्दा याद गर्नुपर्ने कुरा जीवन चाहिँ नि प्रभु येशू ख्रीष्टमा छ। जब मृत्यु हाम्रो शरीर चाहिँ यहाँ रहेर जान्छ भने त्यो आत्मा चाहिँ अवश्य परमेश्वर कहाँ पुग्नेछ अवश्य पनि थ्रु येशू ख्रीष्ट। त्यसकारणले भन्नुहुन्छ बाटो सत्य र जीवन म नै हुँ, म बाहेक अरू कसैद्वारा परमेश्वर कहाँ पुग्न सक्दैन। प्रिय प्रभुको वचनले भन्छ हो हामी संसारका लागि हाम्रो शरीर जीवन छनको लागि चाहिँ नि संसारमै सबै कुराहरू छ, तर आफ्टर द्याट चाहिँ अवश्य परमेश्वर कहाँ जानै पर्छ। जसले साथ दियो उहाँलाई फर्काउनु नै पर्छ, त्यहाँ जानु नै पर्छ। आमेन।